गर्ने भन्ने कुराको बारेमा चाहिँ जानकारी दिन गइरहेको छु। र बायोमेट्रिक दिइसकेपछि पनि तपाईँको एप्लिकेसन चाहिँ रिजेक्ट हुन सक्छ र त्यसैले बेला बेलामा चाहिँ तपाईँले यो एप्लिकेसनको स्ट्याटस चाहिँ चेक गरिराख्नुपर्ने हुन्छ र यो कसरी चेक गर्ने भन्ने कुराको बारेमा चाहिँ म यो भिडियोमा तपाईँहरूलाई जानकारी दिनेछु। त्यसको लागि चाहिँ सबैभन्दा पहिला चाहिँ तपाईँहरूले प्ले स्टोरमा गएर नेपाल पासपोर्ट एप्स डाउनलोड गर्नुपर्ने हुन्छ र यो एप्स डाउनलोड गरिसकेपछि चाहिँ तपाईँले ओपन गर्नुभयो भने चाहिँ यहाँ दुईवटा अप्सन देख्न सक्नुहुन्छ। एउटा चाहिँ हाम्रो एप्लाई फर पासपोर्ट छ भने, अर्को भनेको चाहिँ एप्लिकेसन स्ट्याटस छ र तपाईँले चाहिँ एप्लिकेसन स्ट्याटसमा चाहिँ क्लिक गर्नुपर्ने हुन्छ। यसरी एप्लिकेसन स्ट्याटसमा क्लिक गरिसकेपछि चाहिँ तपाईँले साइडमा चाहिँ क्युआरको साइन देख्नुहुन्छ र यो क्युआरको स्क्यान गर्ने साइनमा क्लिक गरिसकेपछि चाहिँ तपाईँले जुन एप्लिकेसन फर्म चाहिँ प्रिन्ट गर्नुभएको थियो त्यो एप्लिकेसन फर्म चाहिँ त्यो क्युआरमा राखेर चाहिँ स्क्यान गर्न सक्नुहुन्छ र यसरी स्क्यान गरिसकेपछि चाहिँ अटोमेटिकली तपाईँको एप्लिकेसन कोड चाहिँ यहाँ देखाउँछ र यो कोड चाहिँ यदि स्क्यान भएन भने तपाईँले आफैले टाइप पनि गर्न सक्नुहुन्छ र तपाईँले चाहिँ यसलाई चाहिँ क्लियर गरेर यदि स्क्यान भएन भने चाहिँ तपाईँले आफैले टाइप गरेर चाहिँ तल चेक स्ट्याटसमा चाहिँ यदि क्लिक गर्नुहुन्छ भने चाहिँ तपाईँको एप्लिकेसन चाहिँ के भयो भनेर यहाँ देखाउँछ। मेरो चाहिँ यहाँ पासपोर्ट हेज बिन इस्युड भनेर देखाएको छ। मेरो पासपोर्ट चाहिँ आइसक्यो, त्यसैले यहाँ पासपोर्ट हेज बिन इस्युड भनेर देखाएको छ र पासपोर्ट बनिसकेपछि चाहिँ तपाईँहरूलाई मोबाइलमा मेसेज पनि आउने गर्छ र यो मेसेज आइसकेपछि तपाईँ पासपोर्ट लिन जानुपर्ने हुन्छ र तपाईँले सुरुमा पासपोर्टको लागि बायोमेट्रिक गरिसकेपछि चाहिँ स्क्यान गरेर हेर्नुभयो भने चाहिँ लोकल भ्यालिडेसन इन प्रोग्रेस भनेर देखाउने गर्छ र लोकल भ्यालिडेसन भइसकेपछि चाहिँ तपाईँको 2-3 दिनमा चाहिँ यदि कुनै प्रब्लम छ भने चाहिँ तपाईँको पासवर्ड चाहिँ रिजेक्ट भनेर आउँछ। यदि सबै कुरा ठिक छ भने चाहिँ पासवर्ड प्रिन्टको प्रोसेसमा जान्छ र यदि तपाईँको पासवर्ड चाहिँ रिजेक्ट भएको छ भने चाहिँ तपाईँलाई म्यासेज अथवा मेल आउने गर्छ र यसरी म्यासेज अथवा मेल आइसकेपछि चाहिँ तपाईँले त्यहाँ रिजन पनि देख्न सक्नुहुन्छ कुन कारणले चाहिँ तपाईँको पासवर्ड रिजेक्ट भएको छ। त्यो रिजन चाहिँ त्यहाँ तपाईँले म्यासेजमा देख्न सक्नुहुन्छ र यसरी म्यासेज आइसकेपछि चाहिँ तपाईँले आफ्नो एपोइन्टमेन्ट लोकेसनमा चाहिँ फेरि गएर बायोमेट्रिक दिनुपर्ने हुन्छ। र अब कुरा गरौँ के कारणले गर्दाखेरिमा चाहिँ पासपोर्टको एप्लिकेसन रिजेक्ट हुन्छ त भन्ने कुराको बारेमा। र यो पासपोर्टको एप्लिकेसन चाहिँ यदि तपाईँको सिटिजनसिप, त्यसै गरी राष्ट्रिय परिचय पत्र, त्यसै गरी पुरानो पासपोर्टसँगको विवरण रुजु भएन भने चाहिँ त्यस्तो केसमा चाहिँ तपाईँको एप्लिकेसन चाहिँ रिजेक्ट हुन्छ। अर्थात् तपाईँले यदि सिटिजनसिपमा भएको डिटेल्स र तपाईँको पासपोर्टमा भर्नुभएको डिटेल्स चाहिँ मिलेन भने अथवा तपाईँको परिचय पत्रमा भर्नुभएको विवरण चाहिँ तपाईँले पासपोर्टको अनलाइन एप्लिकेसनमा भर्नुभएको विवरणसँग मिलेन भने अथवा तपाईँको पुरानो पासपोर्टसँगको विवरणहरू चाहिँ रुजु भएन भने त्यस्तो केसमा चाहिँ तपाईँको पासपोर्ट चाहिँ रिजेक्ट हुन्छ। त्यसै गरी तपाईँको चाहिँ आइसिएओको मापदण्ड अनुसारको तपाईँको फोटो छैन भने पनि त्यस्तो केसमा पनि रिजेक्ट हुन्छ र तपाईँले भर्नुभएको इन्फर्मेसन चाहिँ यदि अन्य पर्सनको इन्फर्मेसनसँग चाहिँ यदि मिल्न गयो भने चाहिँ त्यस्तो केसमा पनि डुअल सिटिजनसिप अथवा तपाईँको दुईवटा व्यक्तिको चाहिँ एउटै नागरिकता नम्बर छ भने चाहिँ त्यस्तो केसमा पनि तपाईँको पासपोर्ट चाहिँ रिजेक्ट हुन सक्छ। र अन्य जस्तै थम्ब प्रिन्ट तपाईँको यदि हिट भएन भने त्यस्तो केसमा पनि तपाईँको पासपोर्ट चाहिँ रिजेक्ट हुन सक्छ र अन्य कारणहरूले गर्दाखेरिमा चाहिँ तपाईँको पासपोर्ट चाहिँ रिजेक्ट हुन सक्छ। र यदि तपाईँको सबै कुराहरू ठिक छ भने चाहिँ लोकल भ्यालिडेसन भइसकेपछि चाहिँ तपाईँको पासवर्ड चाहिँ प्रिन्टिङ प्रोसेसमा जान्छ र तपाईँले स्ट्याटस चेक गर्नुभयो भने चाहिँ यो पासवर्ड इज बिङ प्रिन्टेड भनेर देखाउने गर्छ। र यसरी पासवर्ड प्रिन्ट भइसकेपछि चाहिँ तपाईँले यहाँ फेरि चेक गर्नुभयो भने चाहिँ केही टाइमपछि चाहिँ तपाईँको पासपोर्ट इज रेडी फर सिपमेन्ट भनेर देखाउने गर्छ र यसरी पासपोर्ट इज रेडी फर सिपमेन्ट भनेको केही समयपछि चाहिँ तपाईँको हरेक जिल्ला प्रशासन कार्यालय जहाँबाट चाहिँ तपाईँले आवेदन दिनुभएको थियो त्यो जिल्ला प्रशासन कार्यालयमा चाहिँ त्यो पासपोर्ट पुग्छ र तपाईँलाई चाहिँ फेरि म्यासेज आउने गर्छ अथवा तपाईँले चाहिँ स्ट्याटस चेक गर्नुभयो भने चाहिँ योर पासपोर्ट इज रेडी फर कलेक्सन भनेर चाहिँ तपाईँले स्ट्याटसमा चाहिँ देख्न सक्नुहुन्छ। र धेरैजनालाई चाहिँ पासपोर्ट बनाउन कति टाइम लाग्छ भनेर चाहिँ थाहा नहुनसक्छ र पासपोर्ट बनाउनको लागि चाहिँ यदि तपाईँ काठमाडौँ, भक्तपुर अथवा ललितपुरमा हुनुहुन्छ भने चाहिँ यो 3टा जिल्लामा चाहिँ पासपोर्ट चाँडो बन्छ र तपाईँले 1 हप्तादेखि 2 हप्ताभित्रमा चाहिँ यो 3टा जिल्लामा पासपोर्ट पाउन सक्नुहुन्छ भने तपाईँको यदि अन्य जिल्ला